जेल नबाल्नु न भाइ अस्ति इरिटेट भएको क्या बन्द गरिदिनु एउटै बन्द गरिदिनु यताको बन्द गरिदिनु केही हुनु यस्तो इरिटेट भएको बरु खुल्ले मैले चाहिँ गरेँ होइन मैले विश्वास गरेँ होइन कहिले काहीँ मलाई कर्ज दिन भनेर होला तर हिजो चाहिँ म तँलाई बैमान गर्छु के अरे बर्बाद गर्छु म सिद्ध्याउँछु दुनियाँ कुराको भन्यो त्यो कुराले म सबै धेरै भयभीत प्रभावित एकदम असमित भएको छु मेरो माया र विश्वास छ त्यो चाहिँ सबै भएर अब के रह्यो तपाईँ फोन र उता राख्नु हुन्छ अनि त्यो कुराले मसँग पनि विश्वासको कुरै रहेन नि तपाईँको पहिलेदेखि तिम्रो त घरमा सधैँ रहन्छ म किन थिएन किन थिएन तिमी सबै कुरा म तिमीलाई जे कुरा तिमीलाई भन्थेँ म्याथलाई भनिहाल्दो रहेछ नै म त हिजो लगेर जे कुरा हुन्छ त्यो कुरा विश्वास गरेर मसँग झगडा गर्छु नै त्यो म चाहिँ तिम्रो के गर्ने गड परमेश त्यस्तो भनेको हिजो तपाईँले हो भाइ गल्ती छ भनिदिएको भयो भने किन भन्छु म्याथलाई म भन्दै हुँदैन तिमीलाई तिमीसँग सम्बन्ध हो सबैसँग भन्छु म हो त्यही नगर्नु म त्यही भएर बाहिर जा भनिरहेको थिएँ मैले तिमीले म्याथलाई लिएर तिमीले लिएर नि आऊ भने होइन होइन मैले भने नबोल्नु मैले सुरुमा सोधेँ तिमीलाई तिमीले पर्दैन तपाईँहरूमा मात्रै भेट्ने भनेको होइन मलाई यति नराम्रो बनाउनु भयो तपाईँले चरित्रहीन नै बनाउनु भयो क्या किन छैन चरित्रहीन मैले त तिम्रो र मेरो इज्जत जोगाउन खोजेँ अगाडि त्यो हो र इज्जत त्यत्रो भइसकेपछि भने कस्तो लाग्थ्यो भने म त दोष आउनु भने त म त सिधै अग्रा ऊ भयो नि त दोषी भयो नि त तिमीले के भनेको सुन तिमीले के भनेको मसँग भयो भनेको होइन सम्बन्ध मैले जब होइन उसले तिम्रो रिसले भन्दा मैले त तिमीलाई जोगाइदिएँ होइन म त सबलाई भनिसकेँ नि त राम्रोसँग बहिनीलाई भने मम्मीलाई भने कुरा त कसरी भन्यो त भनेपछि ल हो नि त हो दाजु के सुगर भन्यो भन्न सकिन्छ नाइ के मैले यसो भने गल्ती भयो भने नि त मैले नि गल्ती भयो त तिमी त भन्न सकिन्छ त्यो भनेको कुरा चाहिँ ठुलो कुरा हो होइन अब कसरी नाइ यताउता भन्नु मिल्छ ऊ झुट बोल जसचोटि कति कुरा गर्ने एउटै कुरा के धेरै कुरा गर्नु के अर्थ छैन तपाईँले म भनौँ तपाईँले त्यो औषधि किनिदिएको भए केही हुँदैन थियो क्या तपाईँले त्यहाँदेखि मलाई इग्नोर गर्दै आउनु भएको क्या तपाईँले मलाई जस्ट युज मात्र गरेर रहेछ कि मलाई थाहा भयो क्या म कति रोएँ कि त्यो बेला अमरसँग भएको छैन यहाँ सुन्नु न मलाई यहाँ सुन्नु भएको छैन यहाँ मेरो कुरा सुन्नु मलाई अहिले गरेको भन्ने फिल भइरहेको ल ठिक छ तपाईँ फिल गर्नुहोस् होइन तर यहाँ सुन्नु मैले मेरो कुरा पनि सुन्नु न मेरो कुरा पनि सुन्नु न यहाँ सुन्नु मसँग सेक्स भएको पनि थिएन औषधि किन्ने भनौँ सेक्स गरे हो भनेर के भन्छ औषधि के रेकर्ड नबोल्नु नि त नबोल्नु किन नबोल्नु भने नबोल्ने भयो म सानो निस्को प्रोसेसमा जान्छु नि त के भयो म जान्छु त तपाईँले रेकर्ड छ यता छ उता छ भने जान्छु त म हिँड्नु म नबोल्नु न किन बोल्नु पर्यो मसँग लानु मेरो मोबाइल लिएर जानु नि त मेरो मोबाइल लिएर जानु मेरो मोबाइल लिएर जानु कहाँ फुटाउने हो फुटाउनु टुक्रा टुक्रा पार्नु केही हुँदैन मलाई नबोल्नु केटीको भाइ मेरो प्रमाण छ नि त त्यहाँ थुप्रै मैले नानीलाई पठाइसकेको छु तपाईँले बोलेको भोइसहरू मैले नानीलाई सेभ गर दायाँ बायाँ नगर धेरै गऱ्यो भने चाहिँ म यो मेरो मलाई न्याय दिने भनेर पठाएको ल भयो मलाई दुइटै कुराहरू पुग्यो धेरै त्यो दुनियाँथरी त्यो चाहिँदैन होइन तपाईँ बिहान मेरो घर वरिपरि किन आउँछन् मार्नुलाई भनेर अगाडि थियो मलाई म थाहा थिएन म होइन म एकचोटि घुम्न जाऊँ भनेर रेडी हुनु लाग्थेँ होइन त्यसपछि मलाई टेन्सन भयो के घुम्न जानु फोन आयो नि त तपाईँको नि आयो भाउजूको पनि आयो अनि चाहिँ मैले गरेँ त्यसपछि गरेर आयो नि त अनि त्यसपछि मैले चाहिँ के यत्रो भइसक्यो त के 4 दिन के टाइम दिने तपाईँले हिजो अस्ति कुरा गर्नुभएको रहेछ त बेलुका बैठक गर्नुभएको रहेछ त अनि मबाट गल्ती भयो म त एकदम गल्तीको उसँग म नजिक कुराकानी गरेँ गफ गरेँ गल्ती हो अब जे गर्छु गर अब तिमीहरूलाई अब म त बर्बाद बनाउँछु भनेको बर्बाद हुन्छ होला अब तिमीहरू कसरी
अनि अनि रुपियाँ आउनु धम्की दिनुपर्ने कारण के छ र धम्की दिएको छैन। किन छैन आग आग गएको छ अरे त्यहाँ तर एउटा कुरा चाहिँ के हो भने मलाई मारेर मार्नु म त अहिले मरिदिन्छु भगवान् कसम म नमर्ने भए म तपाईँको अगाडि मरिदिन्छु त्यो कुरा चाहिँ नगर मसँग मर्ने मार्ने कुरा चाहिँ नगर होइन मलाई मार्नु पनि छैन कोही मर्नु पनि छैन आफू है मेरो मेरो चाहिँ कुरा फेरि पनि कुरा के हो भने तिम्रो पनि इज्जत गइदियोस् तिम्रो पनि लगिदिनु पर्ने मेरो त भइसक्यो खतम मेरो त खतम भइसक्यो त्यो बुबाको इज्जतको लागि मात्र मैले अलिकता सको भनौँ न जे भने अमरबाटको पनि तपाईँको बाटो पनि कहाँ वसुन्धरामा अनि किन हिँड्दै के मलाई स्वीकार्नु पर्यो के मसँग दिवस हो के भन्थ्यो नि त त्यो कुरा मैले कहिले भनेको थिइनँ सँग त बस्थिनँ होइन भने म बर्बाद पारिदिन्छु तपाईँलाई भनेको नि त्यो कुरा त्यही हो कि तपाईँको के हो मैले त हिजो त्यत्रो कुरा भनेको थिएँ के भनेको त्यो नगर म मेरो अहिले पनि म स्थिति के छ भने डिभोर्स नगर किन नगर्नु होइन मिलेर बस्छ जुन मिलेकै छौ तिमीहरू मिलेकै छौ म त नाटक जस्तो लागिरहेको छ तिमीहरूको बाहिर झगडा गर्ने नाटक पुऱ्याइदिन्छ क्यान्डिडेटसँगै हिँड्छौ होइन कहाँसँग हिजो तपाईँले बोलाउनु भयो हिजो आएको हो यही कुराले गर्दा अब अहिले मेरा विरुद्धमा चाहिँ लाग्नका लागि दुईजनासँगै हिँडिरहेको छु कहाँसँग हिँड्यो भने बाहिर चाहिँ फेरि मसँग चाहिँ फेरि डिभोर्स हुन्छ किन यस्तो भन्दा चाहिँ थाहा छैन तर म फेरि पनि म के भन्छु भने मैले चाहेको नाटक नगर्नु तपाईँ सँगसँगै हिँडेको पनि मैले देख्न चाहेँ सँगसँगै हिँडेको होइन त हिजो तिमीले जुन प्रकारको व्यवहार गरेर जुन ढङ्गले तिमी प्रस्तुत गरेर जस्तो भन्यौ मलाई म वास्तवमा रातभरि सुत्न सकेको थिएँ म सुतेको छु मलाई सुत्नै सकेको छैन रातभरि म सुत्न सकेको छु म मलाई यति स्ट्रेस यति तनाव यस्तो टर्चर मैले जीवनमा कहिले पनि दिएँ र मैले तिमीलाई अहिले पनि त्यही भन्छु डिभोर्स नगर मिलेर बस्छ त्यसका लागि के वातावरण बनाउनुपर्छ मैले के सहयोग गर्नुपर्छ तिमीलाई होइन मैले फेरि पनि भने सधैँभरि तिमीलाई मैले साथ सहयोग आत्मीयता माया ममता तिमीसँग रहन्छ कहिले पनि म तिमीलाई नराम्रो गर्दिनँ नराम्रो सोच्दिनँ त्यो मेरो चाहिँ तिमीसँगको पहिलो कुरा हो अहिले पनि त्यही हो मेरो रिक्वेस्ट तिमीलाई त्यो ढङ्गले अगाडि बढ त्यो कुरा गर मन चुप लाग्नु नि तपाईँ के छ त्यसलाई म आज भने डिभोर्स दिन्छु भोलि भने दिन्छु के छ साइन गर्नु मात्र त हो त्यो अब त्यो मैले अस्ति यस्तो भने होइन उसले तपाईँले के त्यसले के भन्यो भने तपाईँले ऊ पठाएछु